म आज बोर्ड परीक्षाको तयारी गर्दै गर्नुभएका विद्यार्थी भाइ बहिनीहरूका लागि छोटो भिडियो बनाउन गइरहेको छु। विद्यार्थी भाइ बहिनीहरू, तपाईँ कुन समयमा तयारी गर्दै हुनुहुन्छ अथवा कुन समयमा तपाईँ पढ्दै हुनुहुन्छ? म तपाईहरूलाई मैले गरेका र मेरो अनुभव म तपाईहरूलाई सेयर गर्दैछु। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। म तपाईहरूलाई 5 वटा कुरा भन्न गइरहेको छु। तपाईँ सक्नुहुन्छ भने बिहान 4 बजेदेखि पढ्न सुरु गर्नुहोस्। त्यसका लागि नम्बर 1, राति 9:30 बजेभन्दा पहिले सुतिसक्नुहोला। त्यो पनि तपाईसँग भएको मोबाइल टाढा राखेर। नम्बर 2, अलार्म जुन तपाईँ बिहान उठ्नको लागि अलार्म राख्नुहुन्छ त्यो अलार्म तपाईँको बिस्ताराभन्दा टाढा राख्नुहोला, ताकि तपाईँको उठ्न मन नभए पनि त्यो अलार्म बन्द गर्नको लागि भए पनि तपाईँले उठ्न परोस्। नम्बर 3 मा के छ भने बिहान उठ्ने बित्तिकै चिसो पानीले मुख धुनुहोला र 1 गिलास पानी पिउनुहोला। नम्बर 4, तपाईँ सुरुमा के गर्नुहोला भने सजिलो विषयबाट पढ्न सुरु गर्नुहोला। बढीमा आधा घण्टा पढ्नुहोला र त्यसपछि 5 मिनेट रेस्ट गर्नुहोला अनि त्यसपछि फेरि पढ्न सुरु गर्नुहोला। नम्बर 5, बढी उज्यालो भएको ठाउँमा गएर पढ्नुहोला। त्यो पनि पल्टेर हैन, मजासँग बसेर पढ्नुहोला। तपाईले यति कुराहरू गर्नुभयो भने तपाईहरूले सोचे भन्दा राम्रो रिजल्ट प्राप्त गर्नुहुनेछ, राम्रोसँग बुझ्नुहुनेछ। यदि भिडियो राम्रो लाग्यो भने आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला। धन्यवाद।